लिलियन दिदी कहाँ जानु भएको भाग्दैछ कुकु मसित नमिल्नु हुने हो किन मिल्नु हुने कतै हिँड्नु भएको लिलियन दिदी मुसा यता आउनु न मुसा कता कुद्नु भएको यता आउनु म चाहिँ गएको है काले फुपू आउँदै हुन्छ एकछिन आउनु न यतै लिलियन दिदी कता हिँड्नु भएको त्यता स्कुल जानु भएको हो कि होइन किन स्कुल जाने कि नबस्नु त्यहाँ डटी छ स्कुल जानु हुने कि नजानु हुने किन नजानु हुने त जाने लु कुद्नु कुदौँ छिटाउ है काले कपाल कोरेर हामी त कुदेको नि सानो पानी पर्यो कुदौँ कान्छी बोजू के गर्नु भएको भन्नु पैसा कति लाग्छ आन्टी साँची ए आमामा मेरो लिलियन दिदी कुद्नु भएको अब मैले भेट्टाएँ है लिलियन दिदीलाई भेट्टाएँ को रहेछ यो सानो मान्छे कसको छोरा रहेछ हौ लिलियन कसको छोरा हो भाइको छोरा हो होइन होला है लु पत्ताइनै मैले चाहिँ यो कसले घर बगाएको त्यो रोडले ए गाडीले गाडीलाई चाहिँ के गर्नु अब टेक्नु सानो कता हिँड्नु भएको भन्नु न स्कुल गएको खोइ त ब्याग चाहिँ स्कुल जाने ब्याग छैन अनि कहाँ छ त ब्याग माथि छ अनि सानो त जहिले बाइकमा जानुहुन्थ्यो पापासित अनि आज चाहिँ किन हिँड्दै जानु भएको त किन त त्यस्तो हजुर त्यो त्यो गाडीको टायरको छाप हजुर तपाईले टेक्दै हुनुहुन्छ मेरो सानोले टेक्दै हुनुहुन्छ अनि लड्छ ठुलो मान्छे कसको छोरा हो तपाईँ भाइको छोरा पो हो तपाईँ त अनि खोइ त भाइ चाहिँ ए छिटाउनु लु काले फुपू छिटाउनु भन्नु अबे लड्छ है ओह धनमती लिन छिटो छोडिनु लु एबिसिडी भन्नु त एबिसिडी ए हजुर त्यस्तो पो अनि STUV चाहिँ खै त अनि TUVWXYNZ हिँड्नु न लु छिटो रिङ्गटा चल्छ अब 1 2 3 भन्नु त खै 1 2 3 भन्नु भएको 1 2 3 4 5 6 7
अनि 7, 8, 9, 10 चाहिँ खोइ त हामी चाहिँ गएकै सानो चाहिँ उता जानु बाई राम्रो छ ल हिँड्नु अगाडि हिँड्नु धरामाथि सिधा के गरिरहेको त लुगा चाहिँ छोरी हिँड्नु छिटो छिटो हिँड्नु छिटो कसको बुढीको हो सानोको बुढी खोइ लिनु छिटो गफाडीहरू छिटो हिँड्नु छिटो 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 है काले फुपूलाई मैले भेट्टाएँ है सानोलाई पनि भेट्टाएँ है मैले ये लिलियन छोरा कि छोरी हो लिलियन दिदी हो ए त्यस्तो अनि सानो चाहिँ खोइ मुसा चाहिँ खोइ छैन सानुको मामी चाहिँ खोइ त्यस्तो आमा चाहिँ खोइ अनि धासिला चाहिँ खोइ गफाडी मेरो सानोको राम्रो नाना खोइ ए जोडी हो नि त सेट हो नि त सेट गाडी आयो बच्चा नकुद्नु छोरीले हिँड्नु बिस्तारी बाटो चाहिँ यताबाट नि ठिक छ कसरी सानो थाक्नु भयो ए छि सानो उपिया छ यता 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 हिँड्नु छिटो हिँड्नु आफै पो लगाउनु पर्छ त कि त मेरो सानो त सानै छ आफै लाउँदैन आमाले लगाइदिनु पर्छ अनि म चाहिँ यता बाहिर बाहिर म चाहिँ लाउँछु कोन त नि लिलियन दिदीले कसो भन्नुभयो अफ म त थाक्यो भन्नुभयो अनि त्यस्तो भन्ने मान्छे चाहिँ खोइ त ए छिटो हिँड्नुहोस् भन्नुहुन्छ नि उफ म त थाक्यो भन्नुहुन्छ त्यो लिलियन दिदी त होइन काले फुपू पो त होला
त पत्दैन। आमा हजुर के गर्नु भएको मेरो सानोलाई स्कुल लगेको। स्कुल लगेको हजुर अनि मेरो सानो लगेको पारे हजुर मेरो सानोको बाजी अँ आमा कसले दिउँ गलेको यो ढुङ्गा यो ढुङ्गा प्रकृतिले प्रकृतिले पुरानो प्रकृति प्रकृति यहीँ छ हाम्रै वरिपरि। थाक्नुभयो उही पनि पऱ्यो त ला। लडिन्छ है छोरो। आम्मामा मेरो सानो पासाङ लामु त हो हिमाल चढेर जस्तै चढ्नुहुन्छ हो। के मजाले हिँड्नु भएको टुसुक टुसुक टुसुक। ओ माई गड उता जाने बेलामा नुनु दुरै बाबाले मलाई उतै गर्नु लु होइन होला है ल आउनु नलडी आउनु है गीत गाउँदै आउनु लु। हजुर हिँडे भन्नुहुन्छ। यसरी कुद्नु न गुदुङ गुदुङ अरे लु सानो कुद्नु पहिला नि। लडिन्छ है छोरो। लड्छ है।